फेरि पनि हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौँ अनि हामी सबैजना सन्चै छौँ। आज चाहिँ हामी कहाँ जान लाग्यो भन्दाखेरि हामी चाहिँ कराई ल्याउन जान लाग्यो। अनि कराई चाहिँ के गर्न भन्दाखेरि चाहिँ कराईलाई चाहिँ आज हामीले के अरे धर्मको चाहिँ आज छोरो भएको चाहिँ पार्टी भोज खुवाउने थिएँ। अनि त्यहाँ चाहिँ अब हाम्रोतिर के हुन्छ भन्दाखेरि हाम्रो आफ्नै संस्कार अनुसार चाहिँ पार्टी भोज मतलब अलिकति रमाइलो पनि हुन्छ अनि हाम्रो छरछिमेकीहरूलाई अलिअलि भोज सोच खिलाउने कार्यक्रम पनि हुन्छ। अनि यसै कार्यक्रममा चाहिँ अनि त्यो चाहिने सामग्री चाहिँ लिन जाँदैछौँ। अनि अरू चाहिँ सबैजना उता छन् अनि हामी चाहिँ चारजना यता आएको किनकि एकदमै ठुलो छ कराई समथिङ 1 कुइन्टल होइन 1 कुइन्टलको चाहिँ कराई छ। अनि त्यो कराई लिनको लागि हामी जाँदैछौँ। अनि चट्टपारामा चाहिँ हामी कराई ल्याएर आउनेछौँ, तपाईँहरूको लागि देखाउनेछौँ कराई कत्रो छ भनेर। अनि 100 प्लेट पनि ल्याउनेछौँ। अनि यसैको बाटोघाटो भन्दाखेरि चाहिँ यस्तो छ। अनि यहाँ चाहिँ हाम्रो लेकतिर हो क्या अलिकति हिमाली पहाड हिमाली भेगमा चाहिँ। अनि हामी चाहिँ यसो टक्काबारामा चाहिँ चिसो हुन्छ बिहान बिहान अनि तातो लुगा लगाएर आउनुपर्छ। अनि हिजो रातिको एक दिनको कारणले गर्दा आज चाहिँ यसो सोर्नी चेन्ज भइसक्यो। अनि कस्तो भन्दाखेरि लुगा लाग्यो क्या नाकबाट सिकान आइरहेको छ, त्यो पनि देखिराख्नु भएको छ होला। यो चाहिँ अगाडि एउटा हाम्रो छोरा हो, यो चाहिँ अलि ह्याबी पारामा छ अनि यो चाहिँ अब चिल पारामा छ है। हामी चाहिँ त्यस्तो केही छैन, हामी त्यस्तो लाग्दैन। अनि हाम्रो यहाँको हेर्नुहोस् है त दृश्य, किनकि यहाँ चाहिँ उकाली ओराली भन्ज्याङ चौतारी लेक बेसीका भाका गुन्जायो भने यताउता ठोकिएर पनि आफ्नै कानमा सुनिन आउँछ क्या। यहाँ चाहिँ चट्टपारामा हाम्रो यहाँ चाहिँ के पहिला अब अलिक भत्केको। अनि अब यो कराई बोक्नलाई चाहिँ यो चाहिँ डन्डा लिनुपर्छ अनि रसीहरू पनि लिनुपर्ने। कहाँ जान्ला अलि टाढा जानुपर्ने छ क्या किनकि हाम्रो त्यो स्कुलको कराई हो। अनि तर हाम्रो चाहिँ बाटोघाटो भन्ने भने एकदमै रमाइलो पनि छ नरमाइलो पनि छ किनकि यहाँ चाहिँ अलि माथि तल गर्नुपर्छ। अनि तराईमा हिँडेको मान्छे चाहिँ हिँड्न गाह्रो छ। अनि यहाँ चाहिँ हाम्रोतिर अब चाहिँ यो वसन्त ऋतु लागेको कारणले गर्दा चाहिँ उता हरियाली अनि फुलहरू ढकमक्क फुलिरहेका छन्, अझै पनि फुल्न बाँकी नै छन्। होस् फुल्यो भनेपछि एकदमै रमाइलो हुन्छ। हाम्रोतिर चाहिँ जङ्गल चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँहरूले घरमा खाना नखाएर पनि जङ्गलमा गएर जङ्गलमा पाइने खानेकुराहरू खाएर बस्न सक्नुहुन्छ। अनि यस्तो खाले जङ्गल छ यहाँ चाहिँ किनकि काफल तिर्खुला मैसेलु घँगारू भन्ने कुराहरू यो धेरै जस्तो पाइन्छन् क्या हाम्रोतिर प्रशस्त पाइन्छ अनि एकदम प्रशस्त पाइन्छ। अब काफलहरू पाक्ने टाइम त भएको छैन, लगभग काफल चाहिँ अब स्टार्टिङ भइसक्यो। हामी चाहिँ चारजना आएको, चारजना ग्रुप। अनि चारजना ग्रुपमा चाहिँ अब त्यो कराईलाई चाहिँ लिनुपर्छ भन्ने हो। अब लिएर पनि आउने तपाईँहरू देखाउँछौँ। अनि हाम्रो चाहिँ अगाडि यताबाट जाउँ, यता यहाँबाट जाउँ। अनि हिजोको भाइरल डान्सको अनि ओनर पनि हो होइन। अनि यहाँ चाहिँ अब डेन्जर छ क्या बाटोघाटो। अनि यतातिर गाडी आउन पनि डराउँछौँ क्या किनकि ड्याङ खान्छ नि त गाडीले। अनि हामी यो अलिकति हाम्रो यो भिरपाखा एरिया हो। अनि हिउँ परे पनि अलिअलि हाम्रो छेउछाउमा चाहिँ परिरहेको हुन्छ अनि एकदमै रमाइलो हुन्छ कि। हिजो अस्ति मात्रै हिउँ परिरहेको थियो, अब फेरि पनि हेर्नुहोस् त यो सेतो न सेतो भइरहेछ क्या पुरै एरिया। किनकि यो हाउडो भन्छ, हामी चाहिँ कुहिरो पनि भन्छौँ, तर यो चाहिँ फेरि पानी पर्ला जस्तो पनि छ। अनि मौसम चाहिँ आज चाहिँ एकदमै चिसो छ के अरे। अनि यो चाहिँ डिजेवाला कानमा रसी हालेर हिँडिरहेछ। अनि उहाँ चाहिँ अब बाँसवाला किनकि अब यो बाँसले चाहिँ बाँध्नुपर्छ। अनि एकछिनमा चाहिँ हामी तपाईँलाई कसरी ल्याउँछौँ भनेर तपाईँलाई देखाउँछौँ। एकछिन हेरौँ है त। यहाँ नजिकको स्कुल चाहिँ सरस्वती आधारभूत विद्यालय हो। अनि यहाँ चाहिँ 3 सम्म मात्र पढाइ हुन्छ अनि सानो बालबालिकाहरूको लागि मात्र हो। अब चाहिँ हामी चाहिँ यही स्कुलको चाहिँ कराई लिन लाग्छौँ है। करिब अब हामी चाहिँ पुग्न लागिसक्यौँ होइन। कराई सरी बाँधेर अनि चट्टैबाटामा चाहिँ हामी निस्किनु पर्ने हुन्छ, टाढा छ क्या हाम्रो कराई। हाम्रा 2 जना केटाहरूले चाहिँ यी कराई चाहिँ निकालिसक्यो। अब चाहिँ हामी डोरीले कस्नुपर्छ किनकि यहाँ खुल्ला ठाउँमा ल्याएर यत्रो छ क्या पुरो फलामको हो। अब चाहिँ हामी 100वटा प्लेट लिन्छौँ अनि डोरीले कस्छौँ। हामी चाहिँ अब चट्टै बाँध्न लाग्छौँ।
नपसेर चाहिँ उकालोको बाटोमा पनि रेडी गरिसक्यौँ। अब चाहिँ एकछिनमा प्लेट लिन्छौँ। प्लेट लिएर चाहिँ जाने हो। हाम्रो प्लेट चुइटी पारेमा अब गएर सफा गरी भएको छैन। यता चाहिँ 98 भयो। अब 2टा प्लेट चाहिँ बाँकी छ। प्लेट अनि केटाहरूको चाहिँ कत्ला उठाउने तरिका। फाइनली गाइज हाम्रो चाहिँ कडाई ल्याउने कार्यक्रम पनि अब भइसक्यो। अनि 2जनालाई बोकिरहेको छन्। यता चाहिँ हामी पछाडि अब किनकि यसो हेल्पको लागि कान्छा हालिदिने। अनि एकजनाले चाहिँ प्लेट बोकिरहेको छ। अनि प्लेट हाम्रो कराई चाहिँ यो घरमा थियो किनकि यहाँ पहिला पनि भोज थियो कि के कार्यक्रममा। अनि त्यो भएर चाहिँ बाटाघाटाहरू हेर्नुहोस्। अनि हामी चाहिँ आइसक्यौँ। अनि हामी चाहिँ पहिला बस्ने गाउँ चाहिँ यहाँ हो। अनि मेरो घर चाहिँ उतै नै हो, यो बिचमा छ। अनि यहाँ चाहिँ हाम्रो मन्दिर छ। उता चाहिँ लाटा मन्दिर हाम्रो बहिनी जात्राहरू लाग्छ। अनि हाम्रो केटाहरू चाहिँ अब चट्टै अब हिँडिसके। अब एकछिनमा चाहिँ हामी उतै नै भेटौँला किनकि अब त्यहाँ गएर चाहिँ अलि धेरै नै काम गर्नुपर्छ। यस्तै भिडियो हेर्नको लागि लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न नभुल्नु होला। अनि कमेन्टमा पनि भन्नु होला के कस्तो छ। अनि हामी तपाईँको कमेन्टको तर्फबाट चल्नेछौँ। थ्याङ्क यू गाइज वाचिङ फर माई भिडियो। लास्टसम्म हेरेर चाहिँ सपोर्ट गरिदिनु भयो। अनि अहिलेलाई चाहिँ बिदा हुन्छौँ। जय नेपाल।